किराँत समुदाय अन्तर्गतको लिम्बू समुदाय हुनुहुन्छ, अब त्यो मुकुलुङ होइन, पाथिभरा झट्ट हेर्दाखेरि त केवल कार्य राख्न नदिने विकास विरोधी जस्तो देखिन्छ। तर त्यसको गहिरामा जाने हो भने नि त्यहाँ चाहिँ आदिकालदेखि प्रकृति पूजक लिम्बू समुदायले, याक्थुम समुदायले चाहिँ नै पूजा गर्दै आएको आफ्नो कल्चर, भाषा, संस्कृति नष्ट हुने कुरा छ नि भित्र। यद्यपि अब आशिकाजी छुट्नु भएको छ धरोटीमा, उहाँको मुद्दा फाइनल भएको होइन, उहाँलाई चाहिँ बाहिरै राखेर धरोटीमा राखेर मुद्दा हेर्ने भन्ने विषयसम्म भएको हो। म पनि छु। आन्दोलनकारीलाई काट भन्ने एउटा आदेश दिएको चिठी, आर्मीलाई दिएको चिठी। अर्कोमा चाहिँ 1000जना तामाङहरूको टाउको काटेछौ, खुसी लाग्यो। तिनका बालबच्चा जो भागी गएका छन् तिनलाई त्यहीँ आएर आफ्नो चाहिँ ठाउँमा बस्छ भनेर भनेको चिठी भेटिन्छ। त्यति बेलाको जमानामा 1000जना टाउको चाहिँ काटेको रहेछ। सङ्ख्याकै हिसाबले अहिले र त्यति बेलाको सङ्ख्या एउटै हो, तर त्यति बेला 1000जना टाउको काट्नलाई धेरै ठाउँको मान्छेहरू जम्मा हुनु पर्थ्यो नि त। सबैको अस्तित्व हुन पर्यो, भाषा संस्कृति जोगिनु पर्यो, जोगाइनु पर्यो, रक्षा हुनु पर्यो, राज्य बायस हुनु भएन, राज्य न्युट्रल हुनु पर्यो। र अघि मैले भने नि मेल्टिङ पटको कन्सेप्ट गलत छ। एउटा भाँडोमा सबै रङ राखेर हजुरले एउटै चाहिँ रङ निकाल्ने कोसिस गर्नुभयो नि, सबैभन्दा ब्लन्डर त्यही हो। हाम्रो यो कल्चरमा चाहिन्छ, ठिक छ, चलाउनु पर्छ, तर नोमिनल एउटा विधि मात्रै गर्दा हुन्छ नि त। ठ्याम्मै चाहिँ नि हजुरको चाहिँ घरमा चाहिने भएको अन्न 1 वर्ष खान पुग्ने चाहिँ जाँडक्सी बनाएर हेर्नुहोस् है, अन्न सकिन्छ एकातिर, अर्कोतिर बुद्धि नष्ट हुन्छ, हेर्नुहोस् है। अनि हाम्रो समुदायले चाहिँ के गर्छ भन्दा ब्रेकफास्टको रूपमा पनि त्यही जाँडक्सी, लन्च पनि त्यही, डिनर पनि त्यही, खाजाको रूपमा त्यही खाएपछि के हुन्छ हजुर? पानी चाहिँ हजुरले 1 ग्लास खानु र अनि पोखरीमै डुबेर खानु भने के हुन्छ? नमस्कार दर्शकबिन, यहाँलाई गोल्ड मिडियाद्वारा प्रसारित गोल्डटक कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। म दिपा आले मगर र हामीले गोल्डटक कार्यक्रममा देशको समसामयिक विषय लगायत आवाजबिनहरूको आवाजलाई प्रस्तुत गर्दै आएको कुरा यहाँलाई अवगत छ। र आज हामीले विशेष गरी धर्मनिरपेक्षताको बारेमा छलफल गर्नेछौँ र संविधानले किटान गरिसकेको छ, आम नेपाली जनतालाई मान्यता दिइसकेको छ, तर यति बेला यो विषय चाहिँ चर्चाको विषय बनिरहेको छ। सनातनी धर्म हुनुपर्छ भनेर बहस चलिरहेको अवस्था छ। यी लगायतका विषयमा, देशको समसामयिक विषयमा आज हामीले चर्चा गर्नेछौँ। हाम्रो अतिथिज्यू पनि हाम्रो टकसोमा आइसक्नु भएको छ। उहाँ हुनुहुन्छ सर्वोच्च अदालतका अधिवक्ता, संविधानविद, कानुनविद, मानव अधिकारवादी अधिवक्ता पनि हुनुहुन्छ, त्यसै गरी प्राध्यापक पनि हुनुहुन्छ र अन्तर्राष्ट्रिय कानुन र संवैधानिक कानुन तथा राजनीतिक विश्लेषक पनि हुनुहुन्छ। उहाँ हुनुहुन्छ रविन्द्र तामाङ नार्देन। उहाँलाई चाहिँ स्वागत गरौँ। यहाँलाई चाहिँ गोल्डटक कार्यक्रममा हार्दिक स्वागत। नमस्ते हजुरलाई। सन्चै हुनुहुन्छ? एकदम ठिक छु म्याम। केमा व्यस्त हुनुहुन्छ यति बेला? के गर्दै हुनुहुन्छ? व्यस्तता यही हो म्याम, म कानुन व्यवसायी भएको कारणले यही पेसामा, अनि बिहान म प्राध्यापक पनि गर्छु, यस्तै बित्या छ म्याम। समसामयिक त्यही त आफ्नो धर्म चाहिँ निभाइराख्नु भएको छ होइन? हजुर। र यो पछिल्लो पटक जस्तै अब 2072ले त धर्मनिरपेक्षताको विषयमा मान्यता दिइसकेको छ, तर यति बेला चर्चा भइरहेको छ, यसलाई खारेज गर्नुपर्छ, सनातनी धर्म हुनुपर्छ भनेर चाहिँ आइरहेको छ कि विभिन्न ठुलै व्यक्तिहरूबाट आइरहेको छ कि वास्तवमा धर्मनिरपेक्षता कसको लागि हो? यसको बारेमा बताइदिनुहोस् न। जनताले कसरी बुझ्ने धर्मनिरपेक्षता भनेर? राम्रो प्रश्न। यो प्रश्न पेचिलो पनि छैन नेपालको कन्टेक्स्टमा। अब नउठाइ भएन कि यो विषयलाई त। हजुर, पहिलो कुरो म्याम, धर्मनिरपेक्षता भनेको के हो त्यो नै बुझ्न पर्यो। यो विषय धर्मनिरपेक्षता सेक्युलरिजम सम्बन्धी बडो चाहिने आफ्नै किसिमको, आफ्नै अर्थ दिने खालको मनोगत किसिमको परिभाषाहरू अथवा व्याख्याहरू देखिन्छ। अब अलिकति यही विषयमा म अलिकति उठान गर्छु, यो धर्मनिरपेक्षता के हो भन्ने कुरा। झट्ट सुन्दाखेरि हजुरको धर्मनिरपेक्षता भनेको धर्मसँग सम्बन्धित जस्तो मात्रै लाग्छ, धर्मको विषय जस्तो लाग्छ, होइन म्याम? बिल्कुल होइन। धर्मनिरपेक्षता विषय चाहिँ राजनीतिक विषय हो। राजनीतिक एजेन्डा रहेछ हो, राजनीतिक इस्यु बढी यसले कभर गर्छ। धर्मसँग त सम्बन्धित छ नै, तर यो चाहिँ धार्मिक समुदाय भन्दा पनि यो राजनीतिक इस्यु हो। धर्मनिरपेक्षता अर्थ धर्म र राजनीति
पोलिटिक्स र रिलिजन एउटै कुरा होइन, फरक कुरा हो। जस्तै धर्म र राजनीति, देशको चाहिँ राज्यको चाहिँ आफ्नो यो त्यो स्पेसिफिक धर्म हुन्न, अथवा पोलिटिक्समा धर्म मिसाइनु हुँदैन। धर्म चाहिँ समाजको कुरा हो, व्यक्तिको कुरा हो, होइन? त पोलिटिक्स चाहिँ त यदि त्यो धर्मलाई चाहिँ हजुरले राज्यको धर्म बनाउनु भयो, कुनै एउटा स्पेसिफिक धर्मलाई चाहिँ राज्यको धर्म बनाउनु भयो भनेदेखि त्यसले के हुन्छ त भन्दा न्याय हुँदैन। अर्को कुरा, अब धर्मनिरपेक्षता भनेको चाहिँ के होइन भने नि म्याम, धर्मनिरपेक्षता भनेको के होइन भने धर्मनिरपेक्ष राष्ट्र हुनु भनेको पाप सापेक्षता हुनु होइन। हेर्नुहोस् है, धर्म र राजनीति अलग कुरा हुन्, दे आर सेपरेट एन्टिटिज। धर्मलाई राज्यबाट सेपरेट गरिनुपर्छ कि रिलिजन सुड बी सेपरेटेड फ्रम पोलिटिक्स। पोलिटिक्स अब राज्य भनेको त अभिभावक हो, त्यही त होइन? राज्य भनेको अभिभावक हो। कुनै पनि जात जाति धर्म संस्कृति वेशभूषा आदि, होइन, मानिसहरूलाई समान दृष्टिकोणले अथवा न्याय गरिनु पर्दछ। यो मामलामा राज्य चाहिँ न्युट्रल रहनु पर्दछ, तटस्थता रहनु पर्दछ, होइन? सबैले न्यायको महसुस गर्नु पर्दछ। अब राज्यको के धर्मको आधारमा राज्यले चाहिँ ट्रिटमेन्ट गर्ने हो भने त्यहाँनिर त न्याय हुने कुरा त हुँदैन। अब त्यही माथि नेपाल जस्तो देश त हजुरको चाहिँ यो चाहिँ विविधयुक्त देश हो, यो धेरै आज किसिमका सभ्यताहरूको चाहिँ सङ्गम स्थल हो नेपाल। त्यही त अब यो विषय होइन, अब यहाँले अब राज्यले सबै जात जाति भाषा धर्मलाई सम्मान हुनुपर्छ भन्दै गर्दा पनि अब मेन कुरा त धर्मनिरपेक्षतालाई त सरकारले राज्यले चाहिँ अब राजनीतिक दलले त प्रोपोगन्डाको जस्तो रूपमा लिएको रहेछ नि त। अब भनेपछि अब जे जस्तो होस् 2072ले अब सबै जात जाति भाषा धर्मलाई सम्मान गर्नुपर्छ भनेर एउटा इस्यु एउटा शब्द ल्याए धर्मनिरपेक्षता भनेपछि यसको आवश्यकता र महत्त्व के देख्नुहुन्छ? यो कसको लागि बनाएको भन्ने पनि त आयो नि त, होइन? मान्यता दिइसकेको छ संविधानले, तर पनि किन चाहिँ त्यसलाई फेरि चर्चाको विषय बनाउने, होइन? एक खालको समुदाय त लागिरहेको छ त, यसको जवाब कसरी दिनुहुन्छ? हजुर, एक्ज्याक्टली। अब नेपालको संविधानको हजुरले कुरा उठाइहाल्नु भयो, धारा 4मा प्रष्ट व्यवस्था छ कि धर्मनिरपेक्षता मुलुक नेपाल भनेर। धारा 26मा चाहिँ धार्मिक स्वतन्त्रताको कुरा पनि छ। त्यस्तै गरेर सबैभन्दा संविधानको हजुरले प्रस्तावनामा हेर्दै हुन्छ, प्रेमबलमा हेर्दा हुन्छ कि नेपाल कस्तो देश हो भन्ने कुरा, त्यही त, होइन? बहुसांस्कृतिक, बहुभाषिक, होइन, अथवा भनौँ न मल्टिकल्चरल, मल्टी एथनिक, मल्टिलिङ्गुअल, मल्टी रिलिजियस कन्ट्री हो नि। त्यही त थाहा छ त यो विषय त हो भनेर। यो विषय अब एउटै धर्मको मात्रै देश हो त यो? बिल्कुल होइन। अब यसको अलावा हजुरले राष्ट्रिय गान हेर्दा हुन्छ, त्यही त अहिलेको राष्ट्रिय गान, त्यहीबाट नि त प्रष्टै छ त। त्यसले के देखाउँछ? सयौँ थुङ्का फुलका हामी एउटै माला नेपाली। अघि मैले भनिहालेँ विभिन्न सभ्यताका मानिसहरूको सङ्गम थल हो नि त यो त नेपाल त। अब विगतमा राज्यले एकल भाषा, एकल जाति, एकल संस्कार पोलिसी अप्नाएको थियो। अब त्योभन्दा अगाडि मैले हजुरले एउटा कुरा भने, आज यो विषयमा हजुरले मलाई बोलाउनु भयो। अब आज उपरान्त के हुन्छ भने यो धर्मनिरपेक्षको चाहिँ पक्षमा ओक्लात गर्ने मानिस चाहिँ क्रिस्चियन हुन्, हेर्नुहोस् है म्याम, क्रिस्चियन हुन्, डलरवादी हुन्, यसले युरोपियन युनियनको के डलर खान्छ, या यो के वादी हो, माओवादी हो, अथवा यो कम्युनिस्ट हो, यो चाहिँ अथवा भडुवा हो, यस्तै आरोप आउँछ। त्यो त होइन नि त, त्यो व्यक्तिका विचार होला। तर कानुनले मान्यता दिइसकेको, संविधानले मान्यता दिइसकेको विषयमा हामीले बहस गरिरहेको छ, किनकि यो जनताको चासो भएको हुनाले, होइन? भनेपछि त अब यस जनताको चासोको विषय छ। यहाँ आफै अधिवक्ता हुनुहुन्छ, होइन, सर्वोच्च अदालतको अधिवक्ता हुनुहुन्छ, संविधानविद हुनुहुन्छ, अनि क्लियर पारिदिनु पर्यो त, होइन? किन जनताको हक अधिकार किन खोसिँदैछ भन्ने प्रश्न आयो कि खोज्ने त फेरि ती व्यक्ति नै रहेछन्, फेरि माथि नै बसेको व्यक्ति छन् भनेपछि त आम नेपाली जनतालाई जसको आफ्नो भाषा धर्म संस्कृति छ उहाँलाई त उहाँको रक्षाको लागि त्यहाँले बोलिदिनु पर्यो नि त। एक्ज्याक्टली। अब यो कस्तो छ भने हजुरको धर्मनिरपेक्षता भनेको हिन्दू धर्मलाई बाइपास गर्नु पनि होइन, होइन नि, त्यो त सबैलाई समान हो। नास्तिकतालाई रेइन्फोर्स गर्नु भन्ने पनि होइन। नेपाल विविधतायुक्त मुलुक हो। यो चाहिँ अघि मैले हजुरलाई भने यहाँ चाहिँ विभिन्न जात जाति भाषा सम्प्रदाय रीतिथिति सभ्यताको कुरा छ नि त म्याम। यो कारणले चाहिँ अब नेपाल अब हिजो इतिहासमा अब हामीले फेरि अलिक कस्तो छ भने हजुरको
यो जात धर्मको कुरा गर्दाखेरि चाहिँ अलिकति फेरि हाम्रो चाहिँ बजारमा अथवा फेरि जातिवादीको ट्याग लाग्ला त्यो जातिवादीको ट्याग लागिहाल्ने चलन छ। एक थरीले आफ्नो जातिवादीको कुरा गर्छ उहाँलाई ट्याग लाग्दैन होइन। जब पछाडि परेको समुदायले जातिवादी कुरा गर्यो भने ट्याग लाग्नु कारण किन त भने सरासरी हेपेको कुरा हो नि त होइन। मान्छेले आफ्नो अधिकार त राख्न पाइयो नि, पाइयो कि राज्यको एक थरीको मान्छेको मात्रै हो र सबैको हो नि। एउटा कुरा चाहिँ तरिकाले भन्न सक्नुहुन्छ यहाँले। ओपन सिक्रेट कुरा चाहिँ के हो भने नि म्याम, हामीले छर्लङ्ग बुझ्ने कुरा चाहिँ विगतमा राज्यको नीति त एकल भाषा एकल जातीय होइन एकल धार्मिक थियो त, यो त हजुरले स्वीकार्नु पर्छ नि। हिजो पनि थियो अहिले पनि राज्यमा हेर्नु न हजुर त्यहाँ पनि देखिएको छ त संरचना त्यस्तै। अब भन्नुहोस् न त्यस्तो त थियो नि नीति। अब यसमा विशेष केही जातिहरूलाई दोष नदिनुहोस्, केही सभ्यतालाई दोष नदिनुहोस्, राज्यका केही बाठा टाठाहरूको त्यो एउटा स्ट्राटेजी हालिमाली थियो। अब अर्को अर्थ लाग्ला, हामी त अब महेन्द्रमाला पढेर हुर्केको मान्छे, 4 वर्ण 36 जातको फुलबारीको नाममा मुलुक त फेरि फुलबारी नभएर तोरीबारी त भएको थियो नि त, त्यो कुरा त सत्य हो। सत्य हो नि, त्यो कुरा सत्य छिप्दैन नि। अब धर्मनिरपेक्ष अघि हजुरलाई मैले अघि नै निवेदन गरिहालेँ, झट्ट हेर्दाखेरि धर्म मान्न पाउने कि नपाउने अथवा यो चाडपर्व मैले मान्न पाउने कि नपाउने भन्ने कुरा छ, तर यो अस्तित्वसँग चाहिँ प्रत्यक्ष जोडिएको कुरा हो। यहाँ बस्ने सम्पूर्ण चाहिँ नि जाति भेषभूषा अथवा भनौँ न जात व्यवस्थामा रहेको जुन राज्यको धर्म भएको थियो नि, हजुरको 63 देखि न धर्मनिरपेक्ष भयो। अब 47 सालको संविधानमा पनि के अरे हिन्दू राज्य नै भनिएको थियो। त्यही त यसो कुरा गर्दा म हिन्दू राज्यको के अरे हिन्दू धर्मको विपक्षमा पटक्कै छैन। हिन्दू धर्म आफैमा एउटा सनातनी धर्म हो, एउटा सभ्यता हो। हिन्दू धर्मभित्र चाहिँ हजुरको चाहिँ नि विज्ञान छ, सभ्यता छ, संस्कार छ, साहित्य छ, कानुन छ, सङ्गीत छ, विज्ञान छ, मेडिकल साइन्स छ। तर यही धर्ममा पनि केही बाठा टाठा मानिसहरूले, हुन त यो चाहिँ हजुरको भारतको मध्ययुगीन सामन्तवादी व्यवस्थाको उपज हो, यसले चाहिँ यो चाहिँ यति हुँदा हुँदै पनि चन्द्रमामा सुन्दर चन्द्रमामा दाग भने जस्तो यो जुन हायरार्की छ नि, जात व्यवस्था छ नि, 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बरले जातीय व्यवस्थाको पिरामिडमा हुने जातिहरू शूद्र यानि कथित दलित भन्छ नि, उहाँहरूलाई त यसले त पातलमा पुर्यायो नि त हैन। सबै मान्छे हो नि, किन त्यहाँ जाति विभेद गर्यो हैन। अब यसमा यस्तो छ हजुर, अब यसमा चाहिँ त्यति बेलाका शासकहरूलाई हैन शासन गर्न डिभाइड एन्ड रुल भन्छ नि, फुटाउ र राज गर भन्ने पोलिसी अन्तर्गत चाहिँ सजिलो हुने भएको हुनाले हो। यद्यपि नेपालमा मात्रै यस्तो खालको पोलिसी अन्त पनि देखिन्छ र यसले चाहिँ के हुन्छ भने समग्र चाहिँ एकल धर्मलाई मात्रै एउटा धर्मलाई मात्रै राज्यको धर्म मानिँदाखेरि के त भन्दा अन्य जात जातिहरू जनजातिहरू आदिवासी यहाँका मूलवासीहरू मङ्गोलहरू दलितहरू इभन महिलाहरू चाहिँ उत्पीडनमा परे, बहिष्कारमा परे। एउटा चाहिँ नि भएर धर्मनिरपेक्षताको आवश्यकता भएको हो त। हजुर हजुर कन्सेप्ट के हो होइन भनेदेखि नि नेपाल चाहिँ एउटा रेनबो स्टेट हो क्या म्याम। हामीले आँखाले देख्ने चाहिँ 7वटा रङ हुन्छ, हाम्रो आँखाले प्रत्यक्ष आँखाले नदेख्ने रङ त कति हुन्छ कति। एउटा के गल्ती भयो भने राज्यले विगतमा चाहिँ सबै रङहरूलाई एउटै भाँडोमा हालेर एउटै रङ निकाल्ने कोसिस भयो राज्यबाट। व्यक्ति विशेषलाई म भन्दिनँ, हिजोको त्यो त सत्य कुरा हो, त्यही त जो बाहिर आउनुपर्छ। राज्यको लिड गर्थ्यो त्यो व्यक्तिले। अब यसले गर्दा के भयो त यहीँको मानिसहरू, यहीँको रैथाने मानिसहरू, यहीँको छुट्टै भाषा संस्कृति, अहिले हजुरलाई थाहा होला नि कतिवटा भाषा चाहिँ छन् नेपालमा, 124वटा त भाषा होला। संविधानले चाहिँ नेपालमा बोल्ने सबै राष्ट्रभाषा भन्छ। यसले के गर्दा आन्तरिक उपनिवेशिक को कारणले गर्दाखेरि ती जाति ती सम्प्रदायहरू चाहिँ के हो त भन्दा उपेक्षित भए, उत्पीडनमा परे, राज्यको मूलधारबाट पर गए। त्यही यति म हिँडेर जोड्न चाहन्छु, यदि साँच्चै नै हिन्दू धर्मले चाहिँ सबै जात जाति भाषा धर्मलाई स्वीकारेको भए, उहाँहरूको अस्तित्व पहिचानलाई स्वीकारेको भए त किन मान्छेले चाहिँ धर्मनिरपेक्षताको आह्वान गर्थ्यो, माग गर्थ्यो त होइन। त्यतिको त आएको होइन नि त। आइसकेपछि पनि यसमा किन विवाद भयो त? यसमा विवाद गर्ने व्यक्तिहरू को हुन्थ्यो? त्यही पहिचान अस्तित्व खोजेका व्यक्तिहरू हुन् कि
होइन उहाँहरू त बोल्नु भएको थियो यस्तो लाग्दैन मलाई त हामीलाई धर्मनिरपेक्षता चाहिन्छ है यो हटाउनु हुन्न भनेर लागिरहनु भएको छ शान्त भएर बसिराख्नु भएको छ नि त एक थरीहरू चाहिँ धर्मनिरपेक्षतालाई चाहिँ अब हटाउनु पर्छ जनसङ्ग्रह गर्नुपर्छ भनेर पुरा उफ्रिराख्नु भएको छ कि गर्न खोजेको के हो त अब यसमा मोटामोटी म 3 किसिमको मानिसहरू देख्छु म्याम यसमा नेपालको कन्टेक्स्टमा एक खाले वर्गले एउटा अभिजात वर्गले पढे लेखेका मानिसहरूले बुझेका छन् धर्मनिरपेक्षता के हो भने तर उहाँहरूले चाहिँ यसलाई चाहिँ म्यानिपुलेट गरेर देखिन्छ एक खाले मानिसहरूले साँच्चै बुझ्नु भएको छैन र बिचको मानिसहरू चाहिँ अब नयाँ नयाँ इस्यु पक्रिने भाइरल भइहाल्ने मिडियामा लाइमलाइटमा आउने त्यो देखिन्छ जनतालाई झन् अब खलबलाउने काम गरिरहेको यस्तो छ म्याम कुरा के भने खलबलिँदैन म्याम किन सबैको माग पनि होइन है धर्मनिरपेक्षता हुँदाखेरि हिन्दू धर्म मासिने पनि होइन हिन्दू धर्म अघि म यहाँलाई निवेदन गरेँ सबै धर्मको समान अस्तित्व रहन्छ नि त होइन सबै सहअस्तित्व मैले भने त हिन्दू धर्मलाई पाखा लगाउने भनेको होइन नि त पटक्कै होइन त सबै जात जाति चाहिँ सबैको अस्तित्व समान जाउँ है सबैको अस्तित्वलाई स्वीकार है भन्न खोजेको नि त हजुर विश्वको एउटा सभ्यता हो नि त एउटा सनातन धर्म हो नि कसरी पाखा लगाउन सकिन्छ अब विसङ्गति विकृति भनेको सबै धर्म छ तर अन्य धर्म संस्कृतिहरू चाहिँ राज्यको धर्म संस्कृति हुन सकेन क्या एउटा केही निश्चित वर्गले केही निश्चित समुदायले जातले त्यसलाई राज्यको धर्म बनाइकन राज्यमा चाहिँ त्यसलाई चाहिँ भर्याङ बनाइकन रेड कार्पेट बनाइकन सत्तामा पुग्नलाई प्रयोग गरेका हुन् र अब स्वाभाविक छ त्यसलाई त्यत्रो आपत्ति जनाउनु पनि म देख्दिनँ हिजो चाहिँ जसले चाहिँ राज्यको ढुकुटीमा अथवा राज्यको सत्तामा हालीमुहाली गर्न पाएको थियो उहाँहरूको पुर्खाहरूले चाहिँ वीरता पाउँथे होइन जागिर पाउँथे होइन उच्च पदमा हुन्थे उहाँहरूले त त्यो कुरा माग्नु स्वाभाविक हो यदि म त्यहाँ भएको मैले पनि माग्थेँ नि होइन तर हजुरले के हेर्नु पर्यो भने अघि मैले विषयमा कुरा डिस्ट्र्याक्ट गरिहालेँ कि नेपाल चाहिँ बहुरङ्गी होइन बहुजातीय बहुधार्मिक होइन विविधयुक्त मुलुक हो सबैको कल्चरहरू है सबैको भाषा संस्कृति मास्ने काम गर्नु हुँदैन अस्तित्वको कुरा हो यो है सबैलाई समान चाहिँ आदर गर्नु पर्यो रेस्पेक्ट गर्नु पर्यो समानता हुनु पर्यो जस्टिस हुनु पर्यो जातीय सोच हुनु भएन होइन हुन त जात र जाति सोच जात र जाति अलि फरक हो होइन जुन यो वर्ण व्यवस्था छ नि आज हिन्दू धर्मको बारेमा बढी कुरा गरियो पटक्कै हामी हिन्दू धर्मको विपक्षमा छैनौँ अब अनेस्टली स्पिकिङ सुनै त्यहीमा उठेपछि त कुरा गर्नु पर्यो नि त अनेस्टली स्पिकिङ म चाहिँ हजुरको चाहिँ पूर्वमा जन्मेँ म नै सानैदेखि दसैँ तिहार मान्दै आएको मान्छे हुँ मैले त लोसार त भर्खर सुन्न पाएको त्यही त हेर्नुहोस् है हिन्दू धर्ममै यहाँ चाहिँ अब सबै हुर्कै कल्चरेसन भइसकेको हो अब अझै पनि मान्छु म दसैँ तिहार त्यो मेरो कुरा हो होइन खुसी साथ मनाइन्छ तर कुरो के भने अघि मैले हजुरको अघिको कुरा म हजुरलाई जोड्न चाहेँ है नेपालका आदिवासीहरूले जनजातिहरूले खोजेको कुरा चाहिँ के हो भने हजुरको सबैको अस्तित्व हुन पर्यो भाषा संस्कृति जोगिनु पर्यो जोगाइनु पर्यो रक्षा हुनु पर्यो राज्य बायस हुनु भएन राज्य न्युट्रल हुनु पर्यो र अघि मैले भने नि मेल्टिङ पटको कन्सेप्ट गलत छ एउटा भाँडोमा सबै रङ राखेर हजुरले एउटै चाहिँ रङ निकाल्ने कोसिस गर्नु भने सबैभन्दा ब्लन्डर त्यही हो कि हामीले खोजेको चाहिँ के हो भने सलाद बाउल हो सलाद बाउल भन्छ नि म्याम एउटा बाउलमा हजुरले चाहिँ सलाद विभिन्न चाहिँ नि काँक्राको टुक्रा राख्नुहोस् क्युकम्बर राख्नुहोस् मुलाको टुक्रा राख्नुहोस् अथवा के छ त्यो एउटै बाउलभित्र चाहिँ हुन्छ तर त्यसको छुट्टै पृथक पहिचान के अरे अस्तित्व हुन्छ क्या म्याम हामीले खोजेको त्यस्तो हो यो कुरा अलि त्यति विद्वान वर्गहरूले पनि बुझाउन नसकेको जस्तो लाग्छ विद्वान वर्गले बुझाउन नसकेको भन्दा नि उहाँले बुझाउन चाहनुहुन्न कि देशलाई पनि तोरीबारी बनाउन खोजेको भनेर एक खालको चाहिँ समाजमा आउँछ कि त्यस्तो भनाइहरू होइन भनिसकेपछि के साँच्चै नै अब नेपालमा धर्मनिरपेक्षतालाई चाहिँ अब ठुलै राजनीतिक दल पनि लागिराख्नु भएको छ होइन काङ्ग्रेसभित्रका पनि केही नेताहरू लागिराख्नु भएको छ एमाले भित्रका लागिराख्नु भएको छ राप्रपाको त एजेन्डै हिन्दू धर्म हुनुपर्छ भन्ने छ होइन माओवादीको पनि एक थरीका चाहिँ लागिराख्नु भएको छ भित्रबाट देखेको छैन भित्र एक थरी चाहिँ लागिराख्नु भएको छ भनेपछि अब संविधान संशोधन हुने बेलामा यो विषय के धर्मनिरपेक्षता चाहिँ हट्न सक्छ त अब हटाउँछन् त उहाँहरूले यो असम्भव छ हट्न सक्दैन किनभने धर्मनिरपेक्षता भनेको नि म्याम राज्य पुनर्संरचनाको एउटा महत्त्वपूर्ण कम्पोनेन्ट हो धर्मनिरपेक्षतासँग तपाईँले चलाउनु भयो भने यो सँगै समावेशिताको कुरा भयो होइन समानुपातिक सिद्धान्तको कुरा भयो गणतन्त्र भयो
है धर्म चाहिँ यी सँगसँगै चल्ने इस्युहरू हुन्। हेर्नुहोस् है, यो कहिले पनि हट्दैन। अब उहाँहरूले आफ्नो कुरा उठाउन त उहाँलाई स्वतन्त्र छ, संविधानले कानुनले उहाँलाई त्यो अधिकार दिएको छ, उहाँलाई स्वतन्त्र छ, त्यसलाई हामीले सम्मान गर्नुपर्छ। र तर यो विषयमा फेरि जनमत सङ्ग्रह गर्नुपर्ने, यहाँ त्यहाँ मुद्दा सुद्धा गर्ने यो चाहिँ यो कामले यो चाहिँ अन्ततोगत फेरि एकल जातीय, एकल भाषिक, एकल संस्कार सोच अन्ततोगतले थियोक्रेटिक फ्यासिजमतिर लग्छ। अब हजुरलाई विश्वमा हेर्नुहोस् न कहाँ कहाँ भएको छ, किन धर्म यसरी आएको छ भन्ने कुरा चाहिँ साउथ सुडानकै कुरा गर्नुहोस् न। आज सबैभन्दा नयाँ कन्ट्री साउथ सुडान। सुडानबाट किन साउथ सुडान हुनु पर्यो? सबैभन्दा नयाँ कन्ट्री, जातीय इस्यु हो। हेर्नुहोस् नाइजेरियामा हेर्नुहोस् न, नाइजेरियामा लडाइँ भनेकै किन सिभिलवार भयो? 3 वर्षको दौरानमा 10 लाख मान्छे मारिएको छ। त्यहाँको चाहिँ इग्बो ट्राइब भन्छ, आइबो ट्राइब पनि भन्छ, उसले चाहिँ ऊ माइनोरिटीमा थियो, उसलाई त्यहाँ अलिक डोमिनेन्ट कल्चरले डोमिनेन्ट एथनिक ग्रुपले चाहिँ पेलेको हुनाले सेपरेट नै हुन खोजेको थियो। यस्ता हेर्नुहोस् इन्डियामै हेर्नुहोस् है। त्यसो भयो यो अब धर्मनिरपेक्षता यहाँले अघि चाहिँ राजनीतिक प्रोपोगन्डा पनि भनिराख्नु भएको छ भनेपछि केही थरीले चाहिँ यो देशमा फेरि जातीय र धार्मिक द्वन्द्व गर्न खोजेको हो त? उहाँहरूको चाहिँ यस्तो खालको विषय उठाउँदा त जनतामा एक खालको भरम त फैलायो नि त। हजुर, के होला आउने भविष्यमा यसको नतिजा यस्तै खालको प्रोपोगन्डा फैलायो भने? डेमोक्रेसी हो, लोकतन्त्र हो, आफ्नो कुरा राख्न पाइन्छ म्याम, आवाज उठाउनु पाइन्छ, बोल्न पाइन्छ। तर के चाहिँ बुझ्न पर्ने कुरा हो भने हिजो 7 सालभन्दा अगाडि अक्षरको खेती, किताबको खेती सीमित जातले गर्दथे, सीमित वर्गले गर्दथे। त्यो राज्यको पोलिसी हो है, कुनै जातलाई नभन्नु होला। 7 साल पछाडि भने त्यो भाषा चेन्ज भएको छ। 7 साल पछाडि हजुरको चाहिँ नै 36 सालमा जनमत सङ्ग्रह, त्यस पछाडि 46 सालको चाहिँ जनआन्दोलन, 63 को जनआन्दोलन अघि द्वन्द्व र यो आदिताले गर्दाखेरि यसमा चाहिँ अब चाहिँ अक्षरमा, किताबमा होइन, यो पठन पाठनमा चाहिँ सबै वर्गको पहुँच पुगिराखेको छ। सबै जात, धर्म, जनजाति, आदिवासीहरूको पहुँच भएको हुनाले चेतनाको लेभल माथिल्लो स्तरमा छ। हिजो आज हजुरले हेर्नुभयो भने टोली खेलमा लोसार मनाउने मात्रै होइन, त्यहाँ माघी मात्रै मनाउने होइन, किराँतहरूले उँधौली उभौली मात्रै मनाउने होइन। हजुरको के चाड हुन्छ? माघी। अब त्यहाँ खाने रमाउने मात्रै हुँदैन म्याम, त्यहाँ चेतनामुखी कार्यक्रमहरू हुन्छ। त्यही त सरकारलाई खबरदारी गरे हेर्नुहोस् है, त्यहाँ खाने नाच्ने उफ्रने मात्रै त्यहाँ हुँदैन। के सोच्छन् भने चाहिँ अब तामाङले लोसार मनाओस् होइन, अब मगर थारूले चाहिँ त्यहाँ गएर टुटी खेल माघी या त माघे सङ्क्रान्ति मनाओस्, या जुनै पनि मगाएपछि ल यिनीहरू त नाचगानमा रमाएका छन्, मस्त भएका छन्। कोहीलाई बाध्यता छ त्यो धुलो खाइ त एकै ठाउँमा बसेर चाहिँ त्यो त्यहाँ कार्यक्रम मनाउन। राज्यले हरेक कुराको संरचना राम्रो तरिकाले बनाइदिएको भए, भेदभाव नगरेको भए त आफ्नै घर बसेर मनाउँथे नि। त्यहाँ गएर त्यो भ्यासाङ फासाङ गरेर मनाउनु जरुरी थिएन नि। अहिले पनि राज्यले चाहिँ ती जनताहरूको आवाज नसुनेको हुनाले उहाँहरूले त्यहाँ गएर मनाउनु परेको बाध्यता हो। र अर्को कुरा जस्तै धर्मनिरपेक्षता हिजो नहुँदा र अहिले भइसकेपछि जनतामा के परिवर्तन आएको जस्तो लाग्छ यहाँलाई? किन वास्तविकता त जनताको कुरा हामीले जनमानसमै पुर्याउने हो नि, सरकारलाई नै सुनाउने हो नि। मैले अघि नै हजुरलाई निवेदन गरेँ त, हिजो यही राष्ट्रका मानिसहरू, यही देशका मानिसहरू एक खाले जन्मजात उच्च जात भएर जन्मिने साइकोलोजी, अरू जात चाहिँ सानो हुनुपर्ने जन्मजात, एउटा लघुताभासको साइकोलोजीसँग बसिराखेको थियो, बाँचिराखेको थियो। यद्यपि संविधानमा कानुनमा हटे पनि एउटा भन्नुहोस् न इन्स्टिट्युसनल रेसिजम त जातीय विभेदता हट्यो, तर साइकोलोजिकल रेसिजम समाजमा छँदैछ, अहिले पनि विद्यमान छ भनौँ न। एक्ज्याक्टली छँदैछ। समाज सेक्युलर भयो कि भएन? हाम्रा चाहिँ नै पठन पाठन हुने ठाउँहरू, स्कुल, विद्यालय, युनिभर्सिटीहरू चाहिँ सेक्युलर निरपेक्ष भयो कि भएन? हिजोको एउटा जुन एक लेभलबाट आइरहेको मानसिकता त हट्न सकेको छैन नि। अहिले पनि हट्न सकेको छैन नि, हट्न सकेको छैन। दलितको छोराछोरी अर्कोले बिहा गर्दाखेरि त्यही कतिपय रुकुमको घटना हेर्नुभएको छैन गत सालै? अहिले पनि कतिले ज्यान मारिरहेका छन्। भनेपछि अब कानुन ल्याउँदैमा त मानसिकता चेन्ज भएको छैन नि त। तर केही हदसम्म चाहिँ परिवर्तन भएको छ, यसलाई सकारात्मक मान्नु पर्यो। अब सबैले पढ्न, अघि मैले हजुरलाई भनेको यही त हो नि, अब 7 साल पछाडि सबैले पढ्न पाए, लेख्न पाए, अक्षरको खेती गर्न पाए,
अब हिजो जस्तो चाहिँ एकल जातको मात्रै एकल वर्गको मात्रै एकल मानिसको मात्रैकै यो पेसा रह्यो भन्ने रह्यो र अब होइन। अनि यसमा अरू एउटा तर्क के देखिन्छ भने केही मानिसहरूको एउटा स्वार्थवश होला सायद या अज्ञानतावश के देखिन्छ भने हिन्दू धर्म कति 81% जति लगभग हुन्छ हिन्दू धर्मावलम्बीको वर्चस्व नेपालमा छ भने छ त ल ठिक छ, तर हिन्दू धर्मको मेजोरिटी बढी छ भनेर होइन त्यही धर्मलाई चाहिँ राष्ट्रिय धर्म बनाउने होइन नि त। अथवा सनातन धर्म पुरानो चाहिँ नै धर्म हो त्यही कारणले हिन्दू धर्मलाई राष्ट्रिय धर्म के अरे राज्यको धर्म बनाउनुपर्छ भन्ने तर्क पनि देखिन्छ। त्यस्तै कुरा गर्ने हो भने त हजुरको चाहिँ नि सबभन्दा पुरानो त किराँत धर्म हो नि त, 5000 वर्ष पुरानो। खै त त्यसको सहअस्तित्व खोजेको धर्मको सवालमा चाहिँ हजुरको के हुन्न भने नि सबभन्दा ठुलो धर्म हो सबभन्दा पुरानो हो भन्ने कुरा हुन्न। पोलिटिक्समा हुन्छ मेजोरिटी माइनोरिटी भन्ने कुरा हुन्छ, सरकार बनाउने कुरामा राजनीति हुन्छ, धर्ममा त्यस्तो हुन्न नि। हजुरको आस्थाको कुरा हो व्यक्तिगत कुरा हो त्यही त होइन। किन अर्काको आस्थालाई अर्काको अस्तित्वलाई नामित पार्ने त होइन। हजुर यही त हो त। यो कोबाट परिचालित भयो जस्तो लाग्छ यहाँलाई, राजनीतिक दलको जस्तो लाग्छ कि यहाँलाई सरकार नै राज्य नै चाहिँ नामित पार्न खोज्दैछ कि जनताको जुन एउटा भावना हुन्छ नि एउटा अस्तित्व र पहिचानले त मान्छे बाँचिरहेका छन् भनेपछि कसले चाहिँ यस्तो काम गरिरहे जस्तो लाग्छ यहाँलाई। यसमा छन् अभियसली छन् विदेशीहरू पनि छन्। अब जस्तो कतिपय त अब राजनीतिक विषय हेर्दाखेरि अब अन्तर्राष्ट्रिय स्तरबाट नै घुसपिट भइरहेको छ दक्षिणपन्थी भनौँ न भनेर भन्छन् त। हजुर सही हो, यसमा ओपन सिक्रेट कुरा हो त दिपा म्याम। जस्तो धर्म संविधानको धारा 4मा चाहिने धर्म विषयको प्रष्ट व्यवस्था हुँदाखेरि पनि त्यसमा एउटा पुच्छार झुन्डाइएको छ स्पष्टीकरण। अब हजुरलाई थाहै छ त यो संविधान जारी गर्नुभन्दा जस्तै 10-12 दिन अगाडि भारतबाट जयशङ्कर हो क्या जयशङ्कर होइन प्रधानमन्त्री मोदीज्यूको विशेष दूत भएर आउनुभएको थियो। संविधान जारी गर्न सार्नुपर्छ अलि पछाडि सार मधेस केन्द्रित दलहरूको मधेसी ईश्वरलाई पनि सम्बोधन गर भन्ने मुख्य कुरा। अब यो चाहिँ नै भारतका जनता नबनाऊ केही पार्टीहरूको यसमा स्वार्थ छ त। भारत चाहिँ नै हजुरको सेकुलर स्टेट हो, यसमा चाहिँ नै त्यही इस्युमा चाहिँ जो जयशङ्कर आउनुभएको थियो। अब सामान्य प्रधानमन्त्री ओलीलाई सिधै भेट्नुभएको जानुभएको थियो, कूटनीतिक मर्यादा विपरीत पनि जानुभएको थियो। इट्स टु लेट ढिलो भइसक्यो, अब हामी अगाडि बढिसक्यो भन्नुभयो। त्यस पछाडि गएर अरू राजनीतिक पार्टीहरू प्रचण्ड बाबुराम भट्टराईको गलत त सिधै थर्काएर हिँड्नुभएको थियो। गएर चाहिँ उहाँले चाहिँ मोदीज्यूलाई चाहिँ मलाई अपमान पनि गरे मान्दैनन् अरे इट्स टु लेट भनेपछि चाहिँ घुमाउरो पाराले त्यसैको परिणाम स्वरूप नाकाबन्दी लगाएको होइन म्याम। त्यो एउटा लेमेनलाई पनि थाहा हुन्छ त्यो कुरा, त्यो त सबै जनतालाई थाहा छ नि। अब फेरि त्यसमा मेरो कुरा के छ भने कमी कमजोरी हामीमा छ, फेरि अरूलाई दोष दिने होइन नि। हजुरको घर आफूले सम्हाल्नु भने छिमेकीले दुःख दिन्छ त, छिमेकीले हस्तक्षेप गर्छ त, कमी कमजोरी आफैमा छ म्याम। त्यही त त्यसको त भागीदार त अब सरकारै हुनु पर्यो, राज्य नै हुनु पर्यो, जनतालाई दोष लगाएर त भएन नि। यद्यपि यसमा थप कुरा मैले भने अब इसाईकरण हुँदैछ, विभिन्न चाहिँ नि चर्चहरू बढे यताउता भन्ने कुरा छ, त्यो कुरामा आंशिक सत्यता छ। अब यसमा के छ भने धमिलो पानीमा माछा मार्ने भन्छ नि म्याम, त्यो पनि भएको छ। जबरजस्ती चाहिँ धर्म परिवर्तन त गर्नु हुँदैन, त्यसलाई कानुनले दण्डित गर्नुपर्छ। अब कुरा मैले कति 10-12 वर्ष अगाडि नै एउटा इन्टरनेसनल जर्नलमा लेखेको थिएँ, पब्लिस भएको थियो। अब किन धर्मान्तरण भइरहेको छ भने यो त प्रब्लम हामीमा छ नि त म्याम। अब हामीले मान्दै आएको विगतको धर्मले कतै जाति विभेद छुवाछुत होइन श्रेणी यो चाहिँ नि जन्मजात पानी चल्ने नचल्ने भनेर बनाउँदै आयौँ। हुन त सुधार हुँदैछ है। अब त्यसमा चाहिँ हजुरको के भयो त भन्दाखेरि अब त्यो मान्छेले त स्वतन्त्र खोज्छ, मुक्ति खोज्छ। कुन चाहिँ धर्ममा कुन चाहिँ संस्कारमा सभ्यतामा जाति विभेद गर्दैन त्यो त खोज्ने भयो नि, जाने भयो नि, सकिँदैन नि रोक्न। हेर्नुहोस् है, अब यसको सल्युसन के होइन भनेदेखि हजुरको चाहिँ लामखुट्टे एक एकवटा मारेर सकिँदैन क्या म्याम। लामखुट्टे मार्नुभन्दा ढल सफा गर्नुपर्छ क्या, बुझ्नु भएन कि म्याम। अथवा भाषा एउटा त्यही भाषामा भन्दाखेरि चाहिँ हजुरको टाउको दुखेको औषधि नाइटोमा डलेर हुँदैन क्या म्याम। समस्या हामीमै छ नि त। हिजो जात धर्मलाई आधार बनाएर जातीय उत्पीडन गर्न त गजब चाहिँ पूर्व शासकहरूले गरेको हो नि त। पृथ्वीनारायण शाहको पालादेखि विशेष भनौँ न, अब फेरि पृथ्वीनारायण शाहलाई म चाहिँ नायक पनि मान्दिनँ खलनायक पनि मान्दिनँ, त्यति बेलाका एउटा कुशल शासक हुन्।
नेपालका आदिवासी जातिका पुर्खाहरूले युद्ध हारेकै हुन्, त्यसमा स्वीकार्नुपर्छ। यद्यपि जनजातिहरूको चाहिँ नै पनि केही कमी कमजोरीलाई टेकेकै हुन्, यो बारेमा अहिले हजुरले प्रश्न सोध्नुभयो भने उठाउँला होइन। त हिजो चाहिँ पृथ्वीनारायण शाहको चाहिँ उहाँको त एउटा घोषित नारा नै थियो नि होइन, उपदेश नै त्यो थियो कि असली हिन्दुस्तान त गाई खानेले लगिहाल्यो, म असली हिन्दुस्तान बनाउँछु भनेर त उहाँको त घोषित चाहिँ कुरा नै थियो, स्टेटमेन्ट नै थियो होइन। त्यसरी हुँदै 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 प्रकारान्तरले 1910 को मुलुकी ऐनले कहाँ पुर्यायो? नेपालको पहिलो कोडिफाइड ल जङ्गबहादुर राणा युरोप गएपछि बेलायत फ्रान्स पनि गएका थिए। फ्रान्समा चाहिँ नेपोलियन कोड देखेपछि ओहो मेरो देशमा पनि एउटा कानुन चाहिँ हुनु पर्यो, बनाउनु पर्यो भनेर चाहिँ कानुन बनाइयो। हुन त जङ्गबहादुर आफै औँठा छाप ल्याप्चे थिए, उनैको सन्तान पुरुषोत्तम सम्झर जबराले लेख्नु भएको छ। बनाउन लगाए चाहिँ हजुरको चाहिँ नि भारतबाट मैथिली ब्राह्मणहरू लेखपति झा र लोकपति झालाई बोलाइयो, उहाँहरू आउनुभयो। उहाँहरू त एक थान चाहिँ त मनुस्मृति बोकेर आएर बनाउनु भयो, पुराको पुरा जात व्यवस्थामा गर्नुभयो। हेर्नुहोस् है, को उच्च जात को चाहिने सानो जात श्रेणी भयो है, ब्राह्मण क्षेत्री चाहिँ हजुर वैश्यमा पनि के भयो भन्दा वैश्य पनि भनिएन, वैश्य पनि भनिएन, मतवाली भनियो। मतवालीलाई दुई वर्गमा छुट्याइयो, मासिन्या मतवाली र नमासिन्या मतवाली। मतवाली भनेको मादक प्रथा सेवन गर्ने है, त्यसमा मासिन्या मतवाली र नमासिन्या मतवाली भनेको जस्तो हजुर मगर होइन, मगर राई लिम्बू गुरुङ नमासिन्या मास्न चाहिँ मार्न चाहिँ नमिल्ने। मासिन्या भनेको चाहिँ मासिन्या मतवाली भनेको त्यो मतवाली त्यो तल्लो श्रेणीको मानिस जसलाई मार्न मिल्ने, दास बनाउन मिल्ने, काट्न मिल्ने, साट्न मिल्ने, झुन्ड्याउन मिल्ने, दास बनाउन पाइने। एक्ज्याक्टली नेपालको यो पहिलो मुलुकी ऐन, यो पहिलो कोडिफाइड अब यसलाई चाहिँ पृथ्वीनारायण शाहको पालादेखि त्योभन्दादेखि अगाडि हुँदै आएको कुरा होइन। जङ्गबहादुर राणाको मुलुकी ऐनले यसलाई चाहिँ संस्थागत गरियो। दुःख लाग्दो कुरा यही छ। दर्शकबिन, हामी छोटो ब्रेक लिन चाहन्छौँ। यहाँहरू हेर्दै हुनुहुन्छ गोल्ड मिडियाद्वारा प्रसारित गोल्डा कार्यक्रम। हामी छोटो ब्रेक पछि यहाँहरूको माझमा आउँछौँ, कहीँ कतै नजानुहोला। दर्शकबिन, पुनः हामी गोल्ड मिडियाद्वारा प्रसारित गोल्डा कार्यक्रममा आएका छौँ र आज हामीले विशेष गरी नेपालमा एकदमै चर्चाको विषय यति बेला भइरहेको छ धर्मनिरपेक्षताको बारेमा। यो विषयमा चाहिँ आज हामीले चर्काचर्की बहस गरेका छौँ र आजका अतिथिज्यू हुनुहुन्छ सर्वोच्च अदालतका अधिवक्ता, संविधानविद, कानुनविद, मानव अधिकारवादी अधिवक्ता पनि हुनुहुन्छ तथा प्राध्यापक पनि हुनुहुन्छ र अन्तर्राष्ट्रिय कानुन र संवैधानिक कानुन तथा राजनीतिक विश्लेषक पनि हुनुहुन्छ। साँच्चै नै नेपालमा धर्मनिरपेक्षताको विषयमा चाहिँ किन चर्काचर्की बहस भइरहेको छ त, यो विषय के हो त, यसको महत्त्व के छ लगायतका देशका समसामयिक विषयमा आज हामीले आजका अतिथिज्यूसँग कुराकानी गरेका छौँ। उहाँ हुनुहुन्छ रविन्द्र तामाङ नारदेनज्यू हुनुहुन्छ। पुनः यहाँलाई गोल्डा कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। थ्याङ्क यू म्याम। जस्तै नेपालमा जति बेला तत्कालीन पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्नुभएको थियो त्यति बेलाको अवस्थामा चाहिँ के कस्ता ज्यादतीहरू भए होइन, के कस्ता खालका घटनाहरू भए, ती पछाडि परेका वर्ग समुदायहरू जुन जाति विभाजन त गरिएको थियो, त्यो विभाजनको प्रभाव त त्यहाँ पर्यो होला नि त तत्त्व समुदायलाई। त्यो त निश्चित रूपमा अध्ययन मनन गर्नुभएकोलाई के छ बताइदिनुहोस् न। अब पहिलो कुरो त पृथ्वीनारायण शाहको एकीकरण, यो एकीकरण थियो कि राज्य विस्तार थियो भन्ने पनि विवाद छ। त्यही त अघि यहाँले मासिने र होइन नमासिने कुरा पनि बताउनु भयो। त्यो कुरा सुन्दा पनि त हाम्रो समुदायलाई कति गाह्रो भयो होला भन्नु त। एक्ज्याक्टली यस्तो पनि थियो र भन्ने आउँछ कि हजुर। यसमा अब एउटा राज्यले गरेको थियो, एउटा व्यक्ति विशेष भन्दा पनि राज्यले एउटा सुरुवात त्यहाँबाट भएको कामलाई, त्यहाँबाट स्थापना गरिएको त्यो कार्यलाई पछाडिको शासकहरूले पनि धर्मलाई आधार बनाएर राज्य सञ्चालन गर्ने क्रममा यहाँ सीमान्तकृत अथवा माइनोरिटीमा परेका जातिमाथि त उत्पीडन त भयो त। अब यसमा हजुरलाई म अलिकति इन्टिग्रेट गरेर भने 1850 को एउटा घटना चाहिँ अब पृथ्वीनारायण शाहको पालादेखि नै एकीकरण क्रममै चाहिँ हजुरको के भयो भन्दा मगर समुदायहरूले पृथ्वीनारायण शाहलाई सहयोग गरिहाले, गुरुङ समुदायले पनि सहयोग गरे है।
पछि समय नमान्दै पनि राई लिम्बू पूर्वका राई लिम्बूले पनि चाहिँ समर्पण गर्न परिहाल्यो, आत्मसमर्पण कामदार बनिहाले हजुर गरिहाले। त्यो गर्न अब ठिक त्यो थिएन, त्यो अलग कुरा हो। अब यो बिचको मध्यमाञ्चलमा बस्ने तामाङ समुदाय लगायत अन्य समुदायले चाहिँ पटक्कै सरेन्डर गरेनन्, हिन्दूकरण हुन मानेनन्, झुकेनन् भनौँ न। अब त्यो ठिक थियो ठिक थिएन म त्यतातिर जान्न म्याम, होइन। अब राज्य नै लागेर पर्दाखेरि चाहिँ त्यसरी झुक्नु हुँदैन थियो भन्ने वर्ग पनि हुनुहुन्छ, व्यक्तिहरू हुनुहुन्छ। झुक्नु हुँदैन, ठिकै गर्यो भन्ने कुरा थियो। उहाँहरूले चाहिँ हामी औतरी लामाहरू हौँ, हामी चाहिँ धर्मान्तरण गर्दैनौँ भनेर चाहिँ एक दिक्क चाहिँ लागेर चाहिँ राज्य विरुद्धै लागेको देखिन्छ। जस्तो 1850मा दुईचोटि गरिकन नुवाकोटको लच्याङ भन्ने ठुलो विद्रोह भएको छ म्याम। त्यहाँ चाहिँ त्यो विद्रोहमा हामी चाहिँ हिन्दू हुन मान्दैनौँ, हामी चाहिँ औतरी लामा हौँ भनेर त्यहाँका तामाङहरूले मुर्मी भन्थे, त्यो बेला तामाङ भन्दैन्थे म्याम, मुर्मी भोटिया भन्थे। अनि लिखित दस्तावेज नै हो, हजुरलाई म देखाउन सक्छु नि। रणबहादुर शाहले लेखेको, हातले लेखेको चिठी भेटिन्छ मलाई त। हाम्रो चाहिँ इतिहासकार दिनेश राज पन्तज्यूले दिनुभएको छ, म हजुरलाई देखाउन सक्छु। अथवा अभिलेखालयमा पनि छ, त्यहाँ परराष्ट्र मन्त्रालयको सबैले हेर्न सकिन्छ। हजुर, परराष्ट्र मन्त्रालयको चाहिँ नि लाइब्रेरीमा खोज्दा पनि हुन्छ। त्यहाँ चाहिँ 1850मा महिना बिर्सेँ मैले, एउटा असार एउटा साउनमा दुईचोटि गरेको दुईवटा चिठी भेटिन्छ। रणबहादुर शाहले लेख्नुभएको हातले लेखेको चिठी भेटिन्छ। एउटामा ती आन्दोलनकारीलाई काट भन्ने एउटा आदेश दिएको चिठी, आर्मीलाई दिएको चिठी। अर्कोमा चाहिँ 1000जना तामाङहरूको टाउको काटेछौ, खुसी लाग्यो, तिनका बालबच्चा जो भागी गएका छन् तिनलाई त्यहीँ आएर आफ्नो चाहिँ ठाउँमा बस्छ भनेर भनेको चिठी भेटिन्छ। त्यति बेलाको जमानामा 1000जना टाउको चाहिँ काटेको रहेछ। सङ्ख्याकै हिसाबले अहिले र त्यति बेलाको सङ्ख्या एउटै हो, तर त्यति बेला 1000जना टाउको काट्नलाई धेरै ठाउँको मान्छेहरू जम्मा हुनु पर्थ्यो नि त। त्यही त राज्यले केही विभेद त गरेको देखिन्छ। अब हिजो यस्तो भयो भनेर त्यतै फर्केर दुःखी भएर बस्ने कुरो पनि होइन। कुनै फेरि व्यक्ति विशेषलाई चाहिँ दोष दिने अथवा उग्र जातिवाद नारा लाएर हिँड्नुपर्छ भन्ने पनि होइन। अब कसरी विभेद भयो त भन्दाखेरि यो आखिरी के थियो भने यो चाहिँ धार्मिक इस्यु थियो, जातीय इस्यु थियो। धर्मनिरपेक्षता त्यतिकै नआएको रहेछ भन्ने कुरा त ज्वलन्त देखिहाल्यो। हजुर, मैले हजुरलाई भने त धर्मनिरपेक्ष भनेको खालि धर्मको कुरा मात्रै हो र राजनीतिको कुरा छ, यसमा अस्मिताको कुरा छ, स्वाभिमानको कुरा छ, समानताको कुरा छ, समन्यायको कुरा छ, मानव अधिकारको कुरा छ, विधिको शासनको कुरा छ, संविधानवादको कुरा छ हजुरको। अनि चाहिँ यसमा चाहिँ एउटा अस्तित्वको कुरा छ, एउटा चाहिँ कोही सहअस्तित्वको कुरा पनि छ। हामी यस्तो देशमा बसेको छौँ, यहाँ हजुरले एउटा मात्रै जात, एउटा मात्रै संस्कार, एउटा मात्रै धर्म, एउटा मात्रै परम्परा छ भनेर लाग्नुभयो भने देश कहिले पनि उभो लाग्दैन। धार्मिक अस्थिरता अथवा यहाँको धन्न आजसम्म सामाजिक सद्भाव भड्किहालेको छैन। धरानमा पोहोर कहिले 4-5 महिना 6-7 महिना भयो, झन्डै खतरनाक स्थिति भइसकेको थियो। यस्तो दिन गोली लगाएर पनि त ज्यान गयो नि त। हजुर, यस्तो स्थिति गर्नु हुँदैन। हामीले चाहिँ नि अन्य राष्ट्रमा भएको यी धार्मिक युद्धहरू, क्रुसेडहरू, अहिले हजुरको चाहिँ प्यालेस्टाइनमा के भइरहेछ, यहुदी र चाहिँ मुस्लिमहरूको त्यो लडाइँ होइन थियो। त्यही त जातीय र धार्मिक विषयमा लडेको। म अघि यहाँ जोड्न चाहन्छु, जस्तै अब 1000 तामाङहरूको शिर काटियो भनेर भन्नुभयो। त्यही कुरा फेरि कीर्तिपुरको अब भनौँ न, कीर्तिपुरको लडाइँमा पृथ्वीनारायण शाहको जति बेला थियो, कीर्तिपुरेवासीहरूको चाहिँ नाकान घाँटी अब काटेर 10 धार्नी कति धार्नी भन्थ्यो। त्यति बेला त मान्छे पनि थोरै थियो होला, अब यस्तो पनि सम्भव छ र अब भन्ने हुन्छ। अब यता पनि अब भनौँ न 1000 भन्ने, त्यति बेला त जनसङ्ख्या नै कम हुन्थ्यो। कसरी यो सम्भव भयो, वायत कुरा भनेर पनि बाहिर कुरा आउँछन् कि, यसलाई कसरी स्पष्टीकरण दिनुहुन्छ त? अब हजुरले अघि मलाई भनिहाल्नुभयो, अब हामी त अलिकति लेखपढ गर्ने मान्छे, अक्षरको खेती गर्ने मान्छे, यति बेला हजुरको चाहिँ मिडिया अगाडि बोल्न पाएँ भनेर मैले बकम फुसे कुरा, आधारहीन कुराहरू गर्न भएन। त्यही त आङ्काजी शेर्पाले यही कुरा बोल्दाखेरि उहाँलाई त यति गाली गर्नुहुन्छ कि होइन? होइन, यहाँले त अब प्रुफसहित आउनु भएको छ नि त। हजुर, किन जनताको सामने त पुऱ्याउनु पर्यो यो कुरा त। होइन, उहाँको कुराहरू अब मैले अरूको त कुरा गर्नु हुन थियो। अब आङ्काजी दाई एउटा आदरणीय नेतै हुनुहुन्छ, उहाँको उठान सही अथवा विषयवस्तुहरू जेन्युन होला, अलिकति शैली चाहिँ फेरि मैले आदरणीय दाईले माइन्ड गर्नु होला। अनि हामी अलिकति नरिसाइकन अब
प्रस्तुति गर्दा पनि हुन्थ्यो। अब हिजो इतिहासमा चाहिँ यसरी दमन गरेको थिए भनेर अहिले मानिसको नाक नाच्दै हिँड्ने होइन नि त म्याम, होइन। हिजो चाहिँ नि यसो गरेको थिए भनेर चाहिँ नि भनौँ न बाहुन समुदायलाई, क्षेत्रीय समुदायलाई अथवा यसरी जातको कुरा गर्दै हिँड्ने त होइन नि, होइन। हिजो एउटा राज्यले गरेको हो, होइन, एउटा राज्यले गरेको, शासकले गरेको कुरा हो नि, गरेको। हिजो चाहिँ हजुरको उसको हजुरबाले अन्याय गर्यो भनेर मैले चाहिँ तिमीलाई अन्याय गर्नुपर्छ भन्ने कुरा नि होइन नि त, त्यसो पनि होइन, त्यो कुरा पनि ठिक छैन। अब एक खाले वर्गहरू हाम्रै आदिवासी जनजाति समुदायमा पनि हुन्छ कि हिजोको इतिहास सम्झिँदै पढ्दै एकाङ्की ढङ्गले फेरि समग्र जातिलाई नै धर्मलाई नै गाली गर्दाखेरि चाहिँ धेरै ठुलो भइन्छ अथवा चाहिँ राष्ट्रवादी भइन्छ, जातिवादी भइन्छ भन्ने साइकोलोजीसँग मेरो चाहिँ सहमति छैन म्याम, मेरो सहमति छैन। त्यही हो कि जनताको भरम थियो, त्यो भरम चाहिँ यहाँ अब कानुन वक्ता होइन संविधानविद भएको हुनाले यहाँले अझै क्लियर पारिदिनु हुन्थ्यो भनेर चाहिँ भनेको। र अब धर्मनिरपेक्षताकै विषयमा हामीले चर्चा परिचर्चा गरिरहेका छौँ र यो इस्यु यति बेला उठेको छ, राजनीतिक एजेन्डा नि बनाइएको छ र व्यक्तिगत जस्तै जातिगत मनोभावना पनि मनोदशा पनि देखिएको छ कि यसले गर्दा फेरि देशमा ठुलो उथलपुथल आउने हो कि कसलाई असर हुन्छ, यो राष्ट्रलाई त असर हुने हो, हामी नेपाली जनतालाई त असर हुने हो। त्यहाँ त्यस्ता खालका घटना नहोस्, किन संविधानले दिइसकेको मान्यता कानुनी आधारलाई चाहिँ मान्यता होस् भन्नको लागि नै हामीले यो कुरा चाहिँ गरिरहेछौँ सकारात्मक ढङ्गले। भनेपछि अब फेरि जनतामा डर त्रास देखाएर जनमत सङ्ग्रह गर्नुपर्छ, फेरि हामी सनातनीको 81% हामी छौँ, अन्य अब क्रिस्चियनदेखि लिएर विभिन्न धर्महरू फैलाइरहेका छ भन्ने कुरा छ कि यस्ता अभिव्यक्ति दिनेहरूलाई त अब यहाँले पनि त केही त प्रतिवाद त गर्नु पर्यो नि त। यस्तो छ है यो कुरा चाहिँ जनताहरूको चाहना हो भनेर के जवाब दिन चाहनुहुन्छ, कसरी भन्नुहुन्छ? अब जसले चाहिँ हामीले मिलेर बसेको समाज अथवा मिलेर बस्न खोज्दै गरेको समाजलाई मान्छेले मिडियामा आएर चर्को चर्को भाषण गर्छन्, हेर्नु बोल्छ, मिलेर बस्दै सिक्दै गरेको समाजलाई यसरी चाहिँ कथित बुद्धिजीवी वर्गले यसरी चाहिँ यो कुरालाई चाहिँ नै उत्तेजित पार्ने, जातीय सद्भाव भएर खालको काम बिल्कुल गलत छ। भोलि मैले अघि हजुरलाई निवेदन गरिहालेँ, ती पहिला इन्डियामै भएको जुन जातीय दङ्गा जस्तो भयो, अहिले चाहिँ त्यो चाहिँ भनौँ न प्यालेस्टाइन र इजरायलको कुरै भन्नुहोस्, नाइजेरियाको कुरा भन्नुहोस्, सुडानको कुरा भन्नुहोस्, है बर्माकै कुरा भन्नुहोस्, त्यहाँ पनि बौद्ध धर्मको नाममा अतिवादी बौद्ध धर्म छन्, रोहिङ्गाहरू अहिले नेपालमा भित्रिसकेका छन्। यी वर्गले यसरी चाहिँ उचाल्दै जातीय सद्भाव भड्कायो, भोलि त्यस्तो किसिमको अप्रिय खालको चाहिँ घटना अथवा जातीय सद्भाव भड्क्यो भने यी वर्गहरू जो छन् नि तिनले जिम्मा लिनुपर्छ। त्यही त, यसलाई त सरकारले खबरदारी गर्नु पर्यो नि त, किन सरकारले स्वतन्त्र रूपमा छोडिदिइरहेका छन्, होइन। अब सरकारमा पनि त्यही दलका व्यक्तिहरू छन्, अब चाहिँ नै हिजोकै तरिकाले जानुपर्छ भन्ने प्रकारको जुन पुरातनवादी सोच छ नि अथवा जडसूत्रवादी सोच छ नि त्यसरी हुन्न। अहिले चाहिँ चेतनाको समय हो, होइन। अहिले चाहिँ जातीय सद्भाव, अहिले समानता, इक्वालिटी पनि होइन इक्विटी भन्छन्, हजुर इक्विटी भन्छ। अझ त्योभित्र पनि के अरे इक्वालिटी पनि होइन कि एउटा चाहिँ नि सब्सट्यान्टिभ इक्वालिटी भन्छ। वास्तविक चाहिँ जेन्युइन इक्वालिटी खालको चाहिँ को माग उठिरहेको बेला अब यावत फेरि त्यही पुरानो कुरालाई भत्काएर त्यही यी जातीय कुरा धार्मिक कुरा उठाएर फेरि पुरानै कुरालाई चाहिँ एउटा सत्तारोहण गर्न सकिन्छ कि चाहिँ धर्मको चाहिँ कार्पेट बिछाएर फेरि पुरातनवादमा फर्केर नेपाललाई पुरानै लान सकिन्छ, अस्थिर पार्न सकिन्छ भन्ने खाले तत्त्वहरू छन्। साह्रै सचेत हुनुपर्ने हुन्छ। अब चाहिँ हामीले एउटा नेपालमा चाहिँ के छ भने दिपा म्याम, हामीले बुझ्नुपर्ने पढ्दैमा हार्वर्ड युनिभर्सिटीमा पढाउँदैमा प्रोफेसर हुँदैमा नामको अगाडि प्राडा जोडिँदैमा म नै किन हुँ है म्याम, त्यो मान्छे बौद्धिक हुन्छ भन्ने कुरा हुँदैन। तिनीहरू कलमजीवी हुन सक्छन्, अक्षरजीवी हुन सक्छन्, मसीजीवी हुन सक्छन्। बौद्धिक चाहिँ हुनु के अरे बुद्धिजीवी भन्दा बौद्धिकताको खाँचो छ नेपालमा। त्यही त, बौद्धिकताले के गर्छ हजुर, समाजमा नमिलेका कुराहरू के थियो त, के कारणले आज नेपाल 400-500 वर्ष पछाडि विकसित मुलुकमा पछाडि छ, किन यस्तो अस्थिरता थियो भन्ने कुरालाई हामीले उजागर गर्नुपर्छ। निरपेक्ष रूपमा चाहिँ समानताको लागि अथवा एउटा इगलिटेरियन सोसाइटीको लागि अगाडि बढ्नु पर्दैन। खालि त्यही एक कोरो त्यो एउटा त्यो एउटै जात एउटै धर्म मात्रै बस्छु भन्ने त त्यो एउटा त फासिस्ट एटिट्युड हो नि त। मैले हजुरलाई भन्छु अघि नै चाहिँ कुनै नदीमा अथवा
महासागरमा अथवा भनौँ न ओसेनमा समुद्रमा व्हेल्स रहेछ, अरू माछाहरू हुन्छन् त्यहाँ। यहाँ चाहिँ व्हेल बस्छ, त्यही भएर चाहिँ नै यो समुद्रको नाम चाहिँ व्हेल समुद्र राखौँ भने जस्तै हो। त्यसरी हुन्न। हेर्नुहोस्, धर्मको सवालमा चाहिँ भोलि चाहिँ नै समुद्रमा हजुरलाई बस्नु छ भने पानी धमिलिँदाखेरि त्यो समुद्रमा बस्ने ससाना जीवलाई मात्रै होइन, व्हेललाई समेत असर पार्छ। त्यही त, यो कुरा त बुझी बुझ पचाइरहेको अवस्था छ। र अर्को पक्ष चाहिँ जस्तै जसको लागि धर्मनिरपेक्षता भनेर ल्याइयो कानुन, ती समुदायहरू पनि किन निधाएर बस्नु भएको छ? आफ्नो अस्तित्व पहिचानको माथि धावा बोल्दै पनि, कुरा उठाउँदै पनि संविधानमा संशोधन गर्नुपर्छ भनिरहेको अवस्था आउँदाखेरि ती तत्त्व समुदायहरू किन निधाएर बस्नु भएको छ? उहाँहरूलाई के चिन्ता चासो छैन? यहाँलाई के लाग्छ? होइन, एक-एकवटा पार्टीको जसले झोला बोक्नु भएको छ, आफ्नै अस्तित्व नामेट पार्दै हिँड्नु भएको छ, उहाँहरूले चाहिँ बोल्ने त्यो हिम्मत लिनुभएको छैन। तर जस्तो निरपेक्ष रूपमा न्युट्रल बस्ने म जस्तो मानिसहरूले त हामी सचेत छौँ, हामीले खबरदारी गरेको छौँ, बुझ्नु पर्यो नि, हामीले खबरदारी गरेको छौँ। हामीले चाहिँ नै यी बोलेको कुराहरू कुनै चाहिँ एउटा चाहिँ भकमफुसी कुरा, एउटा चाहिँ नै सस्तो लोकप्रियताको लागि होइन। अहिले मैले यहाँ हजुरलाई प्रस्तुत गरेको कुरा कसैले चाहिँ क्वेसन गर्नुहुन्छ भने म त प्रमाणसहित इतिहासमा भएको कुराहरू देखाउन सक्छु, हजुरलाई प्रेजेन्ट गर्न सक्छु। ढाँट्ने छिपाउने कुरा छैन। त्यही त, जे लेखिन्छ त्यही कुरा भन्नु भएको छ नि यहाँ। हजुर, अब अघि एउटा कुरा मलाई मनमा रहिरह्यो, हजुरले चाहिँ पृथ्वीनारायण शाहले चाहिँ कीर्तिपुरमा नाक कान काटेको कुरा आयो नि, 16 धार्नी 8 धार्नी त्यो चाहिँ हजुर त्यो पनि अहिले पनि उठेको छ। हाम्रो चाहिँ अहिले फेरि खबरदार आङ्काजी शेर्पा भनेर चाहिँ भने पनि हुन्छ। अब त्यो राज्य दमन गर्दाखेरि त्यो अब हुन्छ, त्यसमा अब 16 धार्नी अथवा 8 धार्नी भन्ने चाहिँ त्यो अलिकति हो जस्तो लाग्दैन। त्यति बेला जनसङ्ख्या कति थियो र, तर काटिएको चाहिँ हो विभिन्न होला, तर जनसङ्ख्या त थिएन नि त, त्यति थिएन, काटिएको हो। त्यसमा रमाइलो कुरा हजुरलाई म थप्छु, काट्न पनि कस्तो छ भने हजुर फेरि अब यही चाहिँ अघि मैले भनिहालेँ, आफैले जातीय दमन गर्ने, उत्पीडन गर्ने, अनि फेरि यो जाति चोर हुन्छ, अपराधी हुन्छ भनेर खालको भाष्य, नेगेटिभ भाष्य तयार भएको छ। त्यहीँनिर एउटा पृथ्वीनारायण शाहको एउटा लेखत के भेटिन्छ भने काट्ने चाहिँ फेरि तामाङ जातिलाई लागेको रहेछ। के भनेर लेखेको पाइन्छ भने मैले चाहिँ नाक र कान मात्रै काठ भनेको, मुख पनि काट्या छ, ती मुख पनि काट्ने भोटियाहरूलाई मैले स्वर्गलोक पुर्याइदिएँ भन्ने कागज भेटिन्छ। हेर्नु त, जहाँबाट नि प्रयोग नै गरेको रहेछ, प्रयोग भयो नि त। रत्न मल्लले चाहिँ भोटेहरूलाई मूर्ति चोर्न पठा भनेर भनेको कागज भेटिन्छ। लास्टमा चोरी चकारी गर्दाखेरि जहाँबाट नि आदिवासी जनजातिले नै गरे भन्ने त अहिले पनि त न्युज आइरहेको छ। पुरानो भाष्य हो, यबाट हामीले पाठ सिक्नुपर्छ म्याम। यसैलाई चाहिँ अतिरञ्जनपूर्ण तरिकाले चाहिँ समाजमा एउटा विद्वेष फैलाउने, जाति सद्भाव, धार्मिक सद्भावलाई बिथोल्ने खालको तत्त्वहरूबाट हामी सचेत हुनुपर्छ। त्यही त, समुदाय किन सचेत हुन सकेको छैन त? होइन, यो यति गम्भीर विषय छ, होइन, मान्छेको अस्तित्व र पहिचान त छँदैछ, मान्छेलाई चाहिँ जानी चाहिँ अपराधी बनाइएको घटना हो नि त यो त। अब इतिहासमा पनि थियो र अहिले पनि छ कि, अहिले पनि न्युजहरू हेर्छौँ हामीले, फल्ना मान्छेले रेप गरे, फल्ना मान्छेले चोरी गरे, फल्ना मान्छे, त्यही न्युज पुलिसको रिपोर्ट हेऱ्यो भने सबै त्यही समुदाय आउँछन् कि हिजो जुन सत्ताले चाहिँ अपेलना गरेको थियो, अहिले पनि त्यही छ कि, न्युजको प्याटर्न हेर्दा हामी त्यही देख्छौँ कि। अब हजुरले त्यस्तै हो त, त्यस्तै गतिविधि पनि लाग्छ नि त। त्यो होइन म्याम, त्यसमा आंशिक सत्यता छ। अब त्यसको मेन जड त कोही न कोही त होला नि त त्यहाँबाट। हिजोको राज्यकै कारण त हो नि हजुरको। मैले भने त 7 सालभन्दा अगाडि चाहिँ नि कहाँ पढ्न दिन्थ्यो र? पढ्न नदिएपछि एउटा चाहिँ सचेतन हुने चाहिँ वातावरण नभएपछि, बुद्धिमा चेतमा चाहिँ स्थायी बन्ध्याकरण गरेपछि कसरी चेत आउँछ म्याम? होइन। अनि यो प्रसङ्ग मैले अघि भन्न एउटा कुरा जोड्न खोजेको, अथवा नेपालका मूलवासी अथवा आदिवासी जनजातिहरूमा पनि केही प्रब्लम छ, म चाहिँ दुधले धोएको भन्न खोजेको होइन। यद्यपि आई बिलोङ टु द सेम कम्युनिटी, हजुर पनि त्यही हुनुहुन्छ। अब यो चाहिँ भोलि मिडियामा जाँदाखेरि बेसरी गाली गर्नुहुने होला। हामीमा नि हाम्रा कमी कमजोरीमा टेकेका हो नि त राज्यले। कमी कमजोरी साँचो कुरा त हामीले त बुझिरहेछौँ र अरूलाई बुझाउन कोसिस गरिरहेका छौँ नि त। हजुर म्याम, मैले यसलाई क्लियरिफाई गरेँ है हजुरलाई। जस्तो के छ कमी कमजोरी हजुरले भनेर सोध्नु भएको भए हुन्थ्यो। कमी कमजोरी के थियो भने हामीले हाम्रो संस्कारको नाममा, हाम्रो चाहिँ नै चालचलनको नाममा हामीले केही परम्पराहरू पनि हुर्कायौँ। जस्तै अब यो मलाई थाहा छ गाली आउँछ, केही फरक पर्दैन, भएको कुरा हो। अब अघि नै मैले भने मासिन्या मतवाली भनेको त लिक्विड ड्रिङ्कर्स भनेको नि त, मादक पदार्थ सेवन गर्ने। हाम्रो यो कल्चरमा चाहिन्छ, ठिक छ,
चलाउनु पर्छ, तर नोमिनल एउटा विधि मात्रै गर्दा हुन्छ नि त। ठ्याम्मै चाहिँ नि हजुरको चाहिँ घरमा चाहिने भएको अन्न 1 वर्ष खान पुग्ने चाहिँ जाँड रक्सी बनाएर हेर्नुहोस् है, अन्न सकिन्छ एकातिर, अर्कोतिर बुद्धि नष्ट हुन्छ हेर्नुहोस् है। अनि हाम्रो समुदायले चाहिँ के गर्छ भन्दा ब्रेकफास्टको रूपमा पनि त्यही जाँड रक्सी, लन्च पनि त्यही, डिनर पनि त्यही, खाजाको रूपमा त्यही खाएपछि के हुन्छ हजुर? पानी चाहिँ हजुरले 1 ग्लास खानु र अनि पोखरीमै डुबेर खानु भने के हुन्छ? अनि यसलाई संशोधन गर्नुपर्छ। हाम्रो विधि छ, हाम्रो चाहिँ नि देवी देवतालाई हाम्रो चाहिँ कुल संस्कारमा सामान्य चलाउने चलन छ, त्यो आएको छ, त्यसको इतिहास छ। यद्यपि म अल्कोहलको विपक्षमा होइन, यो औषधि पनि हो, तर एउटा भन्नुहोस् न, एउटा चाहिँ नि बाहुन समुदायको, क्षेत्री बाहुन समुदायको मानिस र जनजाति समुदायको मानिसलाई 1 वर्ष पुग्ने अन्न दिनुहोस् दिपा म्याम, तिमीहरूले पुऱ्याउ है, 1 वर्ष पुऱ्याउ भने क्षेत्री बाहुनले 1 वर्षै पुर्याउँछ, जनजाति समुदायले, हजुर र मेरो समुदायको मानिसले 6 महिना पनि पुर्याउँदैन। किन? नचाहिने कुराहरू जाँड रक्सी बनाएर सकिन्छ, अनि फेरि त्यो क्षेत्री बाहुनलाई मात्रै गाली गरेर के गर्नु? उसैसँग किन्नुपर्ने हुन्छ, अनि गरिब भइँदैन। अर्को कुरा चाहिँ नि के छ भने, यदि चाहिँ कुनै महिला प्रेग्नेन्ट 2 जिउको छ भने त्यति बेला चाहिँ एक्सेसिभ रूपमा एल्कोहल कन्ज्युम गर्यो भने त्यो बच्चामा चाहिँ नि भोलि के हुन्छ चाहिँ फेटल एल्कोहल सिन्ड्रोम भन्छ, अलिक दिमाग धिमा हुने खालको सम्भावना पनि हुन्छ। यसलाई हामीले संशोधन गर्नुपर्छ म्याम, यो कुराहरू लुकाउने कुरा होइन, तर यो एकदमै विवादास्पद विषय हुन्छ होला, अब मलाई गाली आउँछ होला हगि, तर आओस्, मैले देखेको चाहिँ कुरा त्यो हो। त्यही त, मान्छेको भलोको लागि भनिन्छ भने बुझ्नु पर्यो नि त, कहिलेसम्म होइन अरूलाई मात्रै दोष दिएर भएन नि त, आफ्नो कुरा सुधार्नु पर्यो नि त। हिजो भएछ, हामी पनि त सुध्रिनु पर्यो नि, आउनु पर्यो नि त। मतवाली हामीले त खानुपर्छ भनेर पुरा छाती फुलाएर खानुहुन्छ। हजुर, धर्मनिरपेक्षताको बारे यहाँले एकदम स्पष्ट पारिदिनु भएको छ होइन। पक्कै पनि हाम्रो दर्शकबिनले चाहिँ यो विषयमा बुझ्नुहुनेछ। र अब यो पछिल्लो पटक एकदमै चर्काचर्की रूपमा बहसको रूपमा नि आइरहेको छ, र कतिपय व्यक्तिहरूलाई चाहिँ अब सरकारबाट दमन पनि भइयो होइन, घाइते पनि भइरहेका छन् पाथिभाराको विषयमा। यो विषय चाहिँ चर्किनुको मेन कारण चाहिँ यहाँले के देख्नुहुन्छ? राम्रो प्रश्न उठाउनु भयो। त्यहाँ पनि किनभने धर्मनिरपेक्षता भनेपछि धर्मकै नाम आएको हुनाले पाथिभारा होइन मुकुलुमको विषयमा चाहिँ अब त्यहाँको रोजीरोटी नै नष्ट गरिदिने केबल कार राख्नुपर्छ भन्ने कुरा आइरहेको छ। त्यो पनि कहाँबाट परिचालित भयो त होइन? त्यहाँ पनि त कुनै समुदायको त अस्तित्वलाई नामित गरिएको छ हजुर होइन। यसलाई चाहिँ सरकारलाई सुझाव के छ त्यहाँको समुदायलाई, र केवल कार राख्नु नै पर्छ कि या राख्नु हुँदैन? फाइदा र बेफाइदाको कुरा छ, चलखेलको कुरा छ त्यहाँ। हजुर, अब त्यहाँ चाहिँ किराँत समुदाय अन्तर्गतको लिम्बू समुदाय हुनुहुन्छ, अब त्यो मुकुलुङ होइन, पाथिभरा, झट्ट हेर्दाखेरि त केवल कारै राख्न नदिने विकास विरोधी जस्तो देखिन्छ, तर त्यसको गहिरामा जाने हो भने नि त्यहाँ चाहिँ आदिकालदेखि प्रकृति पूजक लिम्बू समुदायले, याक्थुम समुदायले चाहिँ नि पूजा गर्दै आएको आफ्नो कल्चर, भाषा, संस्कृति नष्ट हुने कुरा छ नि भित्र। एउटा सत्य होला, त्यहाँ विकास हुन्छ होला, हिँड्नुको सट्टा चाहिँ नि केबुल कारबाट सहजै पुग्न सकिने होला। तर अर्को कुरा, यो मुन्धुमी संस्कार अघि मैले किराँत सभ्यता त 5000 वर्ष पुरानो चाहिँ नि सभ्यता हो। त्यहाँ चाहिँ नि लिम्बू समुदायको चाहिँ प्रकृति पूजक भएको हुनाले त्यहाँको चाहिँ थरीथरीका चाहिँ नि भनौँ न दुर्लभ चाहिँ बोट बिरुवाहरू भनौँ न, त्यहाँ चाहिँ 10,000 भन्दा बढी मासिकको कुरा होला। त्यो उहाँको चाहिँ अस्तित्वसँग, उहाँहरूको भाषा संस्कृति, उहाँको मुन्धुमसँग चाहिँ नि संसार गर्दा नहुने चाहिँ बोट बिरुवाहरू, त्यहाँको चाहिँ नि वनस्पतिहरू मासिने होला। भोलि चाहिँ अब उहाँहरूको भनाइअनुसार हो भने त पाथिभरा त पछि राखिएको नाम रहेछ। अब आफ्नै देशको समुदायलाई चित्त दुखाएर हुँदैन भन्दा भन्दै भोलि विकासको नाममा विनाश भयो भने यो राम्रो काम हुँदैन। यो बारेमा चाहिँ सरकारले बडो गम्भीरतापूर्वक चाहिँ उठाउनुपर्छ, बताउनुपर्छ। अन्तर्राष्ट्रिय कानुनले के भन्छ भने हजुरको चाहिँ नै कुनै पनि स्रोतहरू, प्राकृतिक स्रोतहरू चाहिँ त्यही ठाउँको, सही ठाउँको मानिसको, जनजातिको, आदिवासीको चाहिँ
प्रथम अधिकार हुन्छ भनेर व्यवस्था छ। त्यही त आयोले 109 पनि त भनेर भनिसकेको छ, स्पष्टै भनिएको छ। 169 ले त्यही भनेको छ। उहाँलाई सोध्नुहोस् बुझ्नुहोस् होइन, उहाँहरूको राय सल्लाह विपरीत जान पाइन्न भन्नेको छ नि त। तर एकल व्यक्तिको चाहिँ वर्चस्वले चाहिँ सरकारलाई नै आफ्नो मातहतमा पारेर त्यस्तो नामेट त गर्नु मिल्दैन होला नि त। एक्ज्याक्टली म्याम, मान्छेको त्यहाँ चाहिँ नि सभ्यतासँग त्यहाँको चाहिँ नि ठाउँसँग रुख जङ्गल माटो पानी ढुङ्गा पहाडसँग चाहिँ थाथलोसँग अगाध प्रेम हुन्छ, त्यहाँ अट्याचमेन्ट हुन्छ। त्यो भोलि विस्थापित हुने कुरा होला, स्वाभाविक छ। अमेरिकामा चाहिँ हजुरको चाहिँ अहिले चाहिँ त्यहाँको रेड इन्डियनहरूको जनसङ्ख्या 1% झरिसक्यो। क्रिस्टोफर कोलम्बसको आगमन अगाडि त्यति थियो त म्याम? थिएन नि, 7-8% थियो। कसरी चाहिँ भस्म पारियो त्यहाँ लाखौँ मान्छेको जेनोसाइड गरियो त्यहाँ। त्यही त अस्ति त नामेट गरेपछि मान्छे त अलरेडी पतङ भइहाल्छ नि। जे अब सरकारले यहाँले खबरदारी गर्नुभएको छ र पछिल्लो पटक अब अभियन्ताको नाममा नि थुप्रै अभियन्ता छन् र त्यसै बिचमा चाहिँ आशिका तामाङज्यूले पनि विभिन्न कन्टेन्टहरू ल्याएर समाजको लागि राम्रो काम गरिराख्नु भएको थियो होला। अब के सुधारौँ यो देशको लागि के गरौँ भनेर उहाँले गर्नुभएको थियो, केही कुरा चाहिँ उहाँको नमिल्यो होला। तर उहाँलाई अब खुल्ला हत्केरी लगाएर लगिन्छ। यो देशका ठुला भ्रष्टाचारीहरूलाई चाहिँ अब होइन बाहिर खुल्लियाम हिँडिरहेको छ। यो विषयमा यहाँले आफै पनि बहस गर्नुभयो थियो, यहाँ लगायत केही अधिवक्ताज्यूहरूले। यस्तो खालको घटना हुनुलाई चाहिँ यहाँले कसरी हेर्नुहुन्छ? यो त दुर्दशा जस्तो देखिन्छ नि त। हत्केरी लगाएर लग्ने, अब हुने खाने सरकारभित्रै बसेका मान्छेहरू चाहिँ फ्रिडममा हिँडिराख्नु भएको छ। यो चाहिँ जनताबाट आएको कुरा, यहाँलाई चाहिँ अधिवक्ता भएको हुनाले मैले चाहिँ स्पष्ट पारिदिनुहोस् भन्न खोजेको। हजुर धन्यवाद म्याम, अहिलेको समसामयिक इस्यु उठाउनु भयो, सही हो। आशिका तामाङजीको वकिल म पनि थिएँ र यसबारेमा चाहिँ मैले धेरै बोल्न मिल्दैन म्याम, किनभनेदेखि अहिले उहाँको कुरा त स्पष्ट पारिदिनु पर्यो नि त। यहाँ आफै केस लड्नु भएको थियो, अब उहाँलाई न्याय पनि दिनुभएको छ। नयाँ चाहिँ एउटा कानुन व्यवसायी आचार संहिता लागू भएको छ, आफू संलग्न भएको मुद्दाको बारेमा बोल्न नपाइने भन्ने छ। यद्यपि अब आशिकाजी छुट्नु भएको छ धरोटीमा, उहाँको मुद्दा फाइनल भएको होइन। उहाँलाई चाहिँ बाहिरै राखेर धरोटीमा राखेर मुद्दा हेर्ने भन्ने विषयसम्म भएको हो। म पनि छु त्यसमा। त्यतिसम्म त ल्याउनु भयो नि, बिचरा उहाँका साना नानी बाबुहरू छन्, कम्तीमा एउटा आमाले त भेट्न पाए नि त। कि उहाँ खराबै हुन् त, उहाँले कामै गर्नुहुन्थेन त्यस्तो प्रकारको? उहाँले सुधार्नुपर्ने पक्ष के थियो? सरकारले उहाँलाई के हत्केरी लगाउनै पर्ने अवस्था थियो त? यो बारेमा नबोल्नु भनेको म्याम, अब त्यो जरुरी थिएन। अब आमा बच्चा चाहिँ दुईटा बच्चा रहेछ, एउटा 2 वर्ष त्यो नाबालिका बालबालिकालाई कतिको असर पर्ला भन्नु न। भोलि त पक्कै पनि थाहा पाउँछ नि आमाको हिस्ट्री त। यो बारेमा मैले भन्न चाहिनँ म्याम, सम्मानित इजलासमा मैले कुरा राखिसकेको हुनाले यो बारेमा नभन्नु नै राम्रो हुन्छ। अब अझै फाइनल हियरिङ बाँकी छ। अदालतमा विचाराधीन भएको कुराहरूलाई यतिमै थादिराखौँ। मैले सरी ठिकै छ, अब अदालतमा विचाराधीन छ, अब यसको पछि फाइनल भयो भने यहाँले भन्न सक्नुहुन्छ। तर सुझाव दिन के चाहनुहुन्छ अभियन्ताहरूलाई, आशिका तामाङ लगायत अन्यहरूलाई चाहिँ? अभियन्ताजीहरूलाई जसले चाहिँ व्यक्तिगत स्वार्थभन्दा भेस्टेड इन्ट्रेस्टभन्दा माथि उठेर समाजको लागि गरिराख्नु भएको छ, हामीले सो कार्यहरूलाई एन्करेज गर्नुपर्दछ। तर उहाँहरूले गर्दा पनि कानुन विधि त्यसको ड्यू प्रोसेस हुन्छ। कानुनको अज्ञानता क्षम्य हुँदैन भन्छ। कानुन बुझेर सम्बन्धित अधिकारीहरूसँग समन्वय गरेर एउटा बौद्धिक तरिकाले सामाजिक श्रेष्ठता सार्वजनिक श्रेष्ठता पनि अपनाउनु पर्दछ। तर भोलि चाहिँ यसरी चाहिँ डिस्करेज गर्दै गइयो भने है, भोलि चाहिँ यहाँको चाहिँ विसङ्गति विकृतिहरू बारेमा चाहिँ आवाज उठाउने कोही पनि हुँदैन। यहाँ त विसङ्गति विकृतिहरू त धेरै छ। कति छ त? त्यो त सरकारले नउठाएको हुनाले त त्यस्तो अभियन्ताहरू आएर बोले नि त। हो, उहाँले बोल्ने सिस्टम ठिक थिएन, तर उठाएको इस्यु त राम्रो छ त, कन्टेन्ट त। हो, मैले भने त यहाँलाई जस्तो म पनि एक प्रकारले देशमा चाहिँ यतिसम्म बोल्न त पाउने होला नि त। हजुर, उहाँलाई सुधार्नको लागि बाटो दिन सकिन्थ्यो। हजुर, होइन, ल्याएर परामर्श गर्न सकिन्थ्यो नि त, कानुनी परामर्श गर्न सकिन्थ्यो नि त। त्यो हत्केरी लगाउनु नै चाहिँ जायज होइन भनेर थुप्रै नेपाली समुदायले चाहिँ बोल्नु भएको छ, चिन्ता प्रकट गर्नु भएको छ। हजुर, यो बहसको क्रममा पनि उठिसकेको कुरा हो म्याम। अब यसमा अहिले हजुरलाई मैले भनिहालेँ त, यो चाहिँ अहिले कोही पनि डिस्करेज त हुनु पर्दैन। माग जायज हुनुपर्छ, सिस्टमेटिक हुनुपर्छ, सभ्य हुनुपर्दछ, सार्वजनिक शिष्ट हुनुपर्छ। तर यहाँको विसङ्गति विकृतिको विरोधमा त आवाज बुलन्द पार्नै पर्छ नि। उपभोक्ताको सचेत हुनुपर्दछ, त्यो कुरा सही हो। तर शैली ड्यू प्रोसेस चाहिँ मिल्न पर्दछ है। फेरि
एउटा सार्वजनिक पद धारण गरेको व्यक्तिसँग कसरी बोल्ने एउटा शिष्टता, हामीले चाहिँ अघि मैले भने हाम्रो समुदायको चाहिँ एउटा कमजोरी भनेको एग्रेसनमा आइहाल्ने होइन, आवेशमा आइहाल्ने, यी धेरै कुराहरू छन् सुधार्नु पर्ने जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि पछि आफूलाई साइड इफेक्ट पार्दो रहेछ भन्ने कुरा देखियो। हजुर, त्यो सर कानुनी रूपमा बसेर के छ कानुनी विधि विधानमा बसेर चाहिँ अगाडि बढ्नको लागि सुझाव दिनुभयो। र अन्तिममा जाँदा जाँदै अब हामीले मेन टपिक हाम्रो धर्मनिरपेक्षता थियो। धर्मनिरपेक्षता जस्तो विषय जो सबैको अस्तित्व र पहिचानसँग जोडिएको कुरा छ, यसलाई चाहिँ जोगाउनको लागि सरकार पक्षलाई के भन्न चाहनुहुन्छ र ती तत्त्व समुदाय जसको आफ्नो अस्तित्व पहिचानको लागि चाहिँ संविधान 2072ले किटान गरेको कानुनी प्रावधान छ, त्यसलाई जोगाउनको लागि आम समुदायलाई के भन्न चाहनुहुन्छ? हजुर, जाँदा जाँदै हजुरलाई फेरि मैले भन्ने कुरा के हो त भन्दा, अथवा आम जनसमुदायलाई भन्ने कुरा म एउटा कानुनको विद्यार्थीको हैसियतले, कानुन कर्मीको हैसियतले, विशेष गरेर अन्तर्राष्ट्रिय कानुनको विद्यार्थीको हैसियतले धर्मनिरपेक्षतालाई अन्य अर्थमा कुव्याख्या नगरौँ। यो चाहिँ धर्मनिरपेक्षता भनेको माइनोरिटीहरूको, जो अल्पसङ्ख्यकहरूको चाहिँ सर्भाइभल स्ट्राटेजी हो, एउटा अस्तित्वको सवाल हो। हेर्नुहोस् है, यसलाई तोडमोड गरेर अन्य म्यानिपुलेट गरेर यसको चाहिँ अपव्याख्याहरू गर्नु हुँदैन है। र यसमा चाहिँ हामी सचेत हुनुपर्छ, कसले यसलाई चाहिँ प्रोभोक गरिराखेको छ, कसको स्वार्थ के छ होइन, कोबाट को परिचालित भइरहेको छ। अब हाम्रो त एउटा गरिब राष्ट्र, सानो राष्ट्र, विभिन्न चाहिँ नै शक्ति राष्ट्रहरूको विभिन्न चाहिँ नै प्रत्यक्ष अप्रत्यक्ष यहाँ चाहिँ नै एउटा क्रीडास्थल त बनाएको हो, हामीलाई थाहै छ। यसमा हामी सचेत हुनुपर्दछ। अब चाहिँ हामी सबै नागरिकहरू चाहिँ एक ढिको हुनुपर्ने छ। हामी जातको नाममा, धर्मको नाममा, चाहिँ वर्गको नाममा, संस्कारको नाममा, सभ्यताको नाममा टुक्रिनु हुँदैन। के बुझ्नु पर्छ भनेदेखि देश भनेको भूगोल मात्रै होइन। देशलाई भूगोल मात्रै हो भनेर बुझ्यो भने त्यो गलत हुनेछ। देशभित्र सभ्यता हुन्छ, संस्कार हुन्छ, भाषा हुन्छ, अस्तित्व हुन्छ, जाति हुन्छ होइन। यो कुरालाई हामीले बुझ्दै एक डिक्क हुन आवश्यक छ। अब यसलाई चाहिँ धर्मलाई चाहिँ धर्मशास्त्र चाहिँ राष्ट्रियताको सबल छ भन्छ है। अब हिजो हेर्नुहोस् उता भारतमै 200 वर्ष जति त चाहिँ क्रिस्चियनले चलाए त, खोइ देशै टिपेर लगेन त है। हिजो चाहिँ 2019 सालको मुलुकी के 2019 को संविधानमा न नेपाल हिन्दू राज्य भनेर घोषणा गरेको, त्योभन्दा अगाडि केही पनि थिएन, धर्मनिरपेक्ष पनि थिएन, हिन्दू राज्य पनि थिएन, देश चलेकै थियो, भएकै थियो। यसमा धर्मको नाममा, जातको नाममा कसैले पनि नखेलौँ, खेल्न नदिउँ। यसलाई हामीले चाहिँ नै अतिरञ्जनपूर्ण तरिकाले चाहिँ कसैलाई पनि प्रोभोक नगरौँ, मिलेर बसौँ, सबैको अस्तित्वलाई स्वीकारौँ भन्न चाहन्छु म्याम मैले। हवस् त, यहाँलाई चाहिँ धर्मनिरपेक्षता र देशको सांसारिक विषयमा आएर चाहिँ घोलटकमा महत्त्वपूर्ण कुरा राखिदिनु भयो। पक्कै पनि हाम्रो दर्शकज्यूहरूले चाहिँ बुझ्नुहुनेछ। यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु गोल्ड मिडिया र मेरो व्यक्तिगत तर्फबाट। र पुनः अर्को पटक पनि हामी यस्तै सांसारिक विषयमा यहाँसँग भलाकुसारी गर्नेछौँ। आजलाई चाहिँ यहाँलाई धेरै धेरै धन्यवाद। हस् म्याम, यो हजुरको यो पपुलर मिडियामा बोलाउनु भयो, हजुरलाई धेरै धेरै आभारी, मेरो हृदयपूर्ण आभार छ। हजुरको प्रोग्राम म हेरिराख्छु, राम्रो लाग्छ। हजुरको प्रस्तुति शैली, भाषा मलाई असाध्यै शालीन र असाध्यै राम्रो लाग्छ। हजुरलाई यहाँ बोलाइदिनु भयो, धेरै धेरै आभारी मेरो तर्फबाट। हवस् त दर्शकबिन, यति बेलासम्म यहाँले गोल्ड मिडियाद्वारा प्रस्तुत हुने गोल्डक कार्यक्रम हेरेर हामीलाई साथ दिनुभयो। र आज हामीले एकदमै चर्चामा आएको विषय धर्मनिरपेक्षताको विषयमा चाहिँ हामीले चर्काचर्की बहस गऱ्यौँ। र धर्मनिरपेक्षता कसका लागि बनाएको हो भन्ने कुरा बुझ्नुपर्ने र यो विषय चाहिँ कानुनले पनि मान्यता दिएको हुनाले चाहिँ यसलाई बढी अति रञ्जित नगर्नको लागि पनि आजका अतिथिज्यूले भनिसक्नु भएको छ। यो देश सबैको एउटा साझा फुलबारी हो। विभिन्न जात जाति भाषा धर्म छन्, उहाँहरूको स्वामित्व, उहाँहरूको अस्तित्व र पहिचानलाई जोगाउन सबै नेपालीहरू गोलबन्द हौ भन्ने सन्देश दिनुभएको छ। र पुनः अर्को पटक हामी यस्तै र योभन्दा फरक फरक विषयमा यहाँहरूको माझमा आउने बाचा गर्दै म दिपाले मगर लगायत हाम्रा गोल्ड मिडिया र गोल्डका सम्पूर्ण साथीलाई बिदा दिनुहोस्। नमस्ते।